विगत 3 दशकको नेपालको शक्ति राजनीतिलाई हेर्दा एउटा स्पष्ट ढाँचा देखा पर्दछ। केपी शर्मा ओली उनी आफ्ना समर्थकहरूका लागि राष्ट्रवादी नेता हुन्, आलोचकहरूका लागि शक्तिको भोका शासक। तर एउटा कुरा निर्विवाद छ, विगत 1 दशकको नेपाली राजनीति ओली बिना कल्पना गर्न सकिँदैन। केपी शर्मा ओलीको जन्म 22 फेब्रुअरी 1952 मा तेह्रथुमको एवामा भएको थियो। उहाँको बुबाको नाम मोहन प्रसाद ओली हो। उहाँ ब्राह्मण किसान हुनुहुन्थ्यो। उहाँकी आमाको नाम मधुमाया ओली हो। उहाँको बुबाको दोस्रो विवाहबाट उहाँको 1 भाइ र 3 बहिनीहरू थिए। ओलीले आफ्नो प्राथमिक शिक्षा प्रणामी माध्यमिक विद्यालयबाट पूरा गर्नुभयो। उहाँको परिवार 1958 मा झापाको सुरुङ्गामा सरे, तर कन्काई नदीमा आएको बाढीपछि उनीहरू भूमिहीन भए र ओली हजुरबुबा हजुरआमासँग बसाइँ सरे। त्यसपछि उहाँको परिवार 1962 मा झापाको गरामनीमा बसाइँ सरे। उहाँले 1970 मा आदर्श माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा दिनुभयो। झापामा रहँदा ओली पञ्चायत विरोधी र नक्सलबारी आन्दोलनबाट प्रभावित थिए। 1970 मा 18 वर्ष पुगेपछि केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टीको एउटा समूहमा सामेल भए र त्यही वर्ष भूमिगत राजनैतिक गतिविधिका कारण पक्राउ परे। उनको समूह पछि नेपाल कम्युनिस्ट पार्टी मनमोहनमा विलय भयो। 1972 मा पार्टी विभाजन हुँदा ओली झापा विद्रोहसँग सम्बन्धित समन्वय समितिको सङ्गठनात्मक सचिव बने। उनले सशस्त्र सङ्घर्षको विरोध गरे र बरु जनपरिमार्जनको वकालत गरे, तर कट्टरपन्थीहरूले हिंसाको पक्ष लिए। फलस्वरूप ओलीलाई फेब्रुअरी 1973 मा उनको पदबाट हटाइयो र समितिबाट निष्कासन गरियो। अर्को महिना पञ्चायत शासनद्वारा रामनाथ दाहालको हत्या गरियो। उनलाई हटाइएपछि ओली विराटनगरमा लुकेर बसे र पछि भारतमा मोहन चन्द्रलाई सम्पर्क गरे। अक्टोबर 1973 मा नेपाल फर्किएपछि उनी रौतहटमा पक्राउ परे र 1987 सम्म जेलमा रहे। उनलाई गोलघरको केन्द्रीय कारागारमा 4 वर्ष एकान्त कारावासमा राखियो। जेलमा रहँदा ओलीलाई मदन भण्डारीको नेतृत्वमा रहेको नेकपा मार्क्सवादी लेनिनवादीको केन्द्रीय समिति सदस्य बनाइयो। रिहाईपछि उनी फेरि सक्रिय राजनीतिमा सामेल भए र 1989 मा संयुक्त वाम मोर्चाको लुम्बिनी अञ्चल प्रमुख नियुक्त भए। 1989 मा उनलाई संयुक्त वाम मोर्चाको लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी दिइयो। त्यतिबेला पञ्चायत शासन कमजोर हुँदै थियो र देश राजनीतिक विस्फोटको सङ्घारमा उभिएको थियो। संयुक्त वाम मोर्चा नै 2046 सालको जनआन्दोलनको एउटा प्रमुख आधार बन्यो। यो आन्दोलनले 30 वर्ष लामो पञ्चायत शासन ढाल्यो र नेपालमा बहुदलीय व्यवस्था पुनः स्थापित भयो। केपी शर्मा ओली आन्दोलनका फ्रन्टलाइन कमान्डर थिएनन्, तर सङ्गठन, रणनीति र समन्वयमा उनको भूमिका महत्त्वपूर्ण रह्यो। बहुदलीय व्यवस्था आएपछि 2048 सालको आम निर्वाचनमा केपी शर्मा ओली झापा क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भए। यहीँबाट सुरु भयो उनको संसदीय राजनैतिक यात्रा। तर 90 को दशकमा एमालेभित्र नेतृत्वको केन्द्र मदन भण्डारी र माधव नेपालकै वरिपरि थियो। ओली प्रभावशाली थिए, तर शीर्ष नेतृत्वमा थिएनन्। मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद जबज ओलीले वैचारिक रूपमा समर्थन गरे, तर नेतृत्वको शक्ति सन्तुलन उनको पक्षमा आएन। मदन भण्डारीको रहस्यमय निधनपछि माधव नेपाल एमालेको प्रमुख अनुहार बने। यो चरणमा ओली पार्टी संस्थापनका सबैभन्दा तीखा आलोचकका रूपमा चिनिए। 2000 सालतिर केपी शर्मा ओलीलाई एमालेभित्र विपक्षी धारको नेता भन्न थालियो। पार्टीभित्रको गुटबन्दी, निर्णय प्रक्रियाको अपारदर्शिता र नेतृत्व शैलीमाथि उनको निरन्तर प्रश्न रह्यो। यही कारण उनी जनतामाझ स्पष्ट बोल्ने, नडराउने नेताका रूपमा परिचित भए। तर यही कारण उनी लामो समयसम्म पार्टीको शीर्ष नेतृत्वबाट टाढै रहे। विगत 2062-63 को जनआन्दोलनले नेपालको राजनीति फेरि एकपटक मोडियो। राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन अन्त्य भयो। माओवादी शान्ति प्रक्रियामा आए। यो समयमा ओली आन्दोलनका नायक थिएनन्, तर सङ्क्रमणकालीन राजनीतिमा महत्त्वपूर्ण खेलाडी बने। यही चरणदेखि उनको राजनीतिक भाषामा राष्ट्रवाद केन्द्रमा आउन थाल्यो। 2070 सालको निर्वाचनपछि केपी शर्मा ओली एमालेको संसदीय दलको नेता बने। संसदीय दलको नेतृत्व पाएपछि पार्टीको शक्ति सन्तुलन ओलीतर्फ ढल्कियो। 2071 सालको नवौं महाधिवेशनबाट केपी शर्मा ओली एमाले अध्यक्ष बने। रोचक कुरा के थियो भने 2 कार्यकाल, सामूहिक नेतृत्व र उमेर हद जस्ता अवधारणा ओलीकै प्रस्ताव थिए। तर अध्यक्ष बनेपछि उनले क्रमशः पार्टीभित्र शक्ति केन्द्रित गर्न थाले। 2072 असोज 24 गते केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बने। त्यसैबेला भारतले नाकाबन्दी लगायो, देशभर अभाव चुलियो। ओलीले कडा राष्ट्रवादी अडान लिए, चीनसँग पारवहन सम्झौता गरे, भारतको दबावलाई खुलेर चुनौती दिए।
समर्थकका लागि उनी राष्ट्रको पक्षमा उभिने साहसी नेता बने। आलोचकका लागि कूटनैतिक सन्तुलन बिगार्ने प्रधानमन्त्री। 2074 सालको चुनावमा माओवादीसँग वाम गठबन्धन, भारी बहुमत। ओली दोस्रो पटक प्रधानमन्त्री बने 2/3 समर्थनसहित। बीपी कोइराला पछिको सबैभन्दा शक्तिशाली प्रधानमन्त्री भनेर समेत तुलना गरियो। 2075 मा माओवादीसँग पार्टी एकता गरी नेकपा गठन गरियो। तर दुई अध्यक्षको प्रणाली, अधिकारको द्वन्द्व र ओलीको कार्यशैलीका कारण यो एकता 2 वर्षमै भत्कियो। 2070 सालमा ओलीले 2 पटक संसद विघटन गरे। संविधानमा नभएको अधिकार प्रयोग गरेको आरोप लाग्यो। सर्वोच्च न्यायालयले संसद पुनर्स्थापना गरिदियो। अन्ततः ओली सत्ताबाट बाहिरिए। तर उनले यसलाई आफूलाई होइन पार्टीलाई जोगाउन चालिएको कदम भन्दै व्याख्या गरे। पछि फेरि सत्ता राजनीतिका घुम्टीहरू पार गर्दै ओली चौथो पटक प्रधानमन्त्री बने। तर पछिल्लो कार्यकाल अझै विवादित बन्यो। शासकीय अव्यवस्था बढ्दै गयो। युवाहरू सडकमा उत्रिए। जेनजी आन्दोलन सुरु भयो। ओलीले यस आन्दोलनलाई असन्तोष होइन देशी विदेशी षड्यन्त्रको परिणाम भन्दै व्याख्या गरे। यहीँबाट ओलीको छवि जेनजी पुस्तामा सबैभन्दा विवादित बन्न पुग्यो। जेनजी आन्दोलनपछि ओलीको नेतृत्वमा एमालेभित्र शक्ति सन्तुलनमा फेरि प्रश्न उठ्न थाले। महाधिवेशन समयभन्दा 1 वर्ष अगावै आयोजना गर्ने निर्णय उनको सत्तामा निरन्तर रहन चाहने चाहनाको सङ्केत थियो। युवाहरूलाई नेतृत्व हस्तान्तरण गर्ने, नयाँ पुस्तालाई अवसर दिने अवधारणा ओलीले आजसम्म स्वीकारेका छैनन्। उनको नजरमा सङ्कट सृजना गर्ने र त्यसलाई समाधान गर्ने क्षमता सृजनाहार भन्दा बढी उनी आफैमा रहे। ओलीको 10 वर्ष लामो पार्टी र शासन अभ्यास हेर्दा उनको राजनैतिक रणनीति, शक्ति केन्द्रित शैली र निर्णय प्रक्रियामा एकल प्रभुत्व स्पष्ट देखिन्छ। नेकपा एकतापछि पार्टी विभाजन भयो। संसद विघटनले संविधानको सीमा लाङ्ने आलोचना सहनु पर्यो। तर यस्तै विवादहरूले पनि उनलाई पुनः पार्टी र सत्तामा अडेसामा राखे। ओलीले आफूलाई पार्टीको अभिन्न अङ्ग ठाने। उनको विचारमा पार्टीको नेतृत्व र निर्णय प्रक्रियामा उनी नरहँदा राजनीति स्थिर रहन्न। यही सोचले उनलाई पार्टी महाधिवेशनमा फेरि अध्यक्ष बन्ने इच्छा जगायो। सत्तामा रहँदा ओलीले राष्ट्रवादलाई प्राथमिकता दिए। लिम्पियाधुरा, कालापानी र लिपुलेकको मुद्दामा उनको स्पष्ट अडान समर्थकहरूका लागि गर्वको विषय बन्यो। तर छिमेकीसँगको कूटनैतिक सन्तुलन बिगारेको आरोप पनि लाग्यो। पहिलो कार्यकालको अनुभव, दोस्रो कार्यकालमा 2/3 समर्थन र नेकपा एकताको चुनौती, यी सबै घटनाले उनको नेतृत्व शैलीलाई अनौठो मिश्रण बनायो। सफलतासँगै विवाद पनि बढ्दै गए। जेनजी आन्दोलन, सडकमा आगजनी, नेताहरूका घरमा आक्रमण र प्रधानमन्त्रीको बालुवाटारबाट सुरक्षित स्थानमा सारिनु, यी घटनाले ओलीको छवि सङ्कटको समयमा अडिक तर विवादास्पद बनायो। यस क्रममा ओलीले आन्दोलनलाई देशी विदेशी षड्यन्त्रको नजरले मात्र व्याख्या गरे। तर वास्तविकता के थियो भने जेनजी आन्दोलनले युवा पुस्तामा राजनीति र पुराना दलप्रति असन्तोषको भाव जगायो। ओलीको नेतृत्वको अर्को पक्ष भनेको पार्टीभित्रको अनुशासन र सशक्त समूह निर्माण हो। उनको आसपासको समूह कुनै निर्णयमा अन्ध समर्थन दिन तयार छ। यस शैलीले पार्टीभित्र आलोचना र बहसको अवसर सीमित बनायो। भर्खरै भएको महाधिवेशनमा ओलीले फेरि आफ्नो उपस्थिति कायम राख्दै 3 कार्यकालको अध्यक्षताका लागि तयारी सुरु गरेका छन्। यस कदमले एमालेभित्र फेरि शक्ति सन्तुलन र नयाँ पुस्ताको अपेक्षामा प्रश्न उठाएको छ। समकालीन नेपालमा बेबी बुमर्सदेखि जेनजी पुस्तासम्मले चिनेको ओली राजनीतिक स्थायित्व, राष्ट्रवाद र विवादको मिश्रण हुन्। उनको कथा सृजना, शक्ति सङ्घर्ष र व्यक्तिगत रणनीतिहरूको कथा हो। ओलीको नेतृत्वले नेपाली राजनीति परिवर्तन गर्यो, तर विवाद र आलोचना पनि उस्तै उत्पन्न गर्यो। उनको राजनीतिक यात्रा सडक आन्दोलनदेखि संसदीय नेतृत्व, संसद विघटनदेखि पार्टी विभाजनसम्म र राष्ट्रवाददेखि विवादास्पद निर्णयसम्म फैलिएको छ। समग्रमा ओलीका समर्थक उनलाई राष्ट्रवादी, दृढ र साहसी नेता ठान्छन्। तर आलोचक उनलाई सत्तामा अडिक, विवादास्पद र शक्ति केन्द्रित नेता ठान्छन्। यो कथा केवल राजनीतिक उचाइ र शक्तिको होइन। नेपालको पछिल्लो 3 दशकको राजनीतिक संरचना, सक्रिय युवा आन्दोलन र पार्टी नेतृत्वमा बदलावको पनि छ। ओलीको राजनीतिक जीवनले हामीलाई देखाउँछ कि राजनीतिमा शक्ति केवल पद र सत्तामा मात्र होइन, व्यक्तिगत रणनीति, समूह निर्माण र नेतृत्व शैलीबाट पनि आकार लिन्छ। जेनजीको आन्दोलनले देखायो कि युवा पुस्ताको जागरण र पुराना नेतृत्व शैली बीचको सङ्घर्ष नेपाली राजनीतिका लागि नयाँ मोड हो। ओलीले आफ्नो छवि र सत्तामा टिक्न रणनीति अपनाए, तर नयाँ पुस्ताको अपेक्षा र विरोध बीच उनको नेतृत्व अझै चुनौतीपूर्ण छ। सम्भवतः आगामी महाधिवेशनले ओलीको सत्तामा निरन्तरताको मार्ग वा नेतृत्व परिवर्तनको सङ्केत दिनेछ। नेपाली राजनीति र नेतृत्वमा केपी शर्मा ओलीको कथा अवश्य नै लामो समयसम्म सम्झन योग्य रहनेछ।
यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। हामी छाडै फेरि भेटौँला अरू कुनै रोचक कथासँग। धन्यवाद। जय नेपाल।